मेरो नानी तिमीले कुन मोमो खान्छौ भैँसी मोमो अबी त्यत्तरी खान्छन् कसले ल्याउँछ भैँसीको मोमो ए पसला बुवाले मार्नुहुन्छ भैँसीको मोमो खायो भने त काइले बुवा पसलमा भैँसी मोमो खानी खाना हुँदैन नि भैँसीको मोमो खाना हुन्छ भैँसीको चिची खाऊ न मोमो नखाऊ ल भैँसीको चिची खाऊ ल के हो त चिची खाने कि भैँसी मोमो खानी हो आमै नि त कसले सिकायो होला नि भैँसीको मोमो भन्न खसीको भन्नुपर्छ खसीको खसीको मोमो भन्नुपर्छ भैँसीको मोमो भन्न हुन्न खसीको मोमो भन्नुपर्छ हास भैँसीको मोमो भन्न हुन्न खसीको मोमो भन्नुपर्छ हास खसीको मोमो भन्नुपर्छ हास भैँसीको भन्न हुन्न खसीको मोमो त खाना हुन्छ भैँसीको मोमो खाना हुन्न हास